हेर्नुहोस् साथीहरू, म चाहिँ यसरी बनाउँछु हो। ग्रेभी टाइपको मनपर्छ मलाई चाहिँ, झोल मन पर्दैन हो। खासैमा भन्नुपर्दा चाहिँ सुँगुरको मासुमा मलाई चाहिँ यस्तै ग्रेभी मनपर्छ। साग हालेको, साग पनि बेसी होइन, ठिक्कैको। मासु बेसी, साग कम्ती मनपर्छ मलाई चाहिँ साथीहरू यसरी। अनि त्यही भएर म चाहिँ कम्ती हालेको छु साग। आजको डिनरमा चाहिँ छ पोर्कको मासु साथीहरू। सुँगुरको मासु कसलाई मनपर्छ र कसलाई मनै पर्दैन र कसैले खानु हुँदैन है। तर हामीलाई चाहिँ मनपर्छ, हामी जति खानेहरूलाई चाहिँ मनपर्छ। यसरी मजाले मसलाहरू हालेर बनाएको छु मैले चाहिँ। यसरी मजाले छोप्दै बनाएको भने चाहिँ छोप्दै मसलाहरू हालेर मजाले बनाएको छु साथीहरू। हेर्नुहोस् न, यतिको चाहिँ हुनुपर्छ है मासुमा सागहरू। ल, हेरिदिनु भएकोमा तपाईँलाई धन्यवाद।